भनेपछि तपाईँहरू काभ्रेको सम्झिमा भर्ती हुन आउनुभयो हजुर डान्स कतिको आउँछ ए डान्स त के कन्टेम्पोरेरी ब्रेक डान्स अब के हिप हप सब आउँछ तर त्यस्तो डान्स काम छैन यहाँ हाम्रो काभ्रेको सम्झिमा भर्ती हुनलाई चाहिँ तपाईँलाई डान्स कस्तो आउनु पर्यो भने यो टाउको भन्दा मुनि यहाँसम्म चल्न भएन छाती भन्दा माथि होइन घुँडा भन्दा मुनि चल्न भएन जस्ट दिस यो मात्रै चल्न पर्यो क्या यो अरू तपाईँको शरीरमा अङ्गै छैन भनेर सोच्नु पर्यो यो मात्रै चल्न पर्यो क्या चलायो भने त एकचोटि यी गर्नु त हल्का पारा 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 है यता भाइको हाइट त ठिक ठिकै छ जम्प कस्तो जम्प काँक्रा चोर्दाखेरि त कसैले भेटाउँदैन थियो मलाई त्यस्तो जम्प गर्छु म जम्प हान्नु एकचोटि अरे पुगेन नि बाबु अझै अझै जम्प पुगेन यहाँबाट एकचोटि यहाँ आउँदा बाबु यहाँबाट ल जम्प हान त लेट्स गो ओहो भाइ के गर्नु अब तिम्रो जम्प नपुग्न छ उहाँको त यो नै नहलिँदो रहेछ के गर्ने अब हाम्रो काभ्रेले सन्धिमा एउटा मात्रै कोठा खाली छ होइन दुईजना मध्ये को भरिदियो भने सल्लाह गर्ने दाइ म हुन्छु के दाइ म हुन्छु भने कस्तो खालको म हुन्छु के म हुन्छु के यार म हुन्छु म हुन्छु भने म हुन्छु म हुन्छु भने म हुन्छु भने म हुन्छु म हुन्छु भने हजुर यही त हो मैले खोजेको यार सेम यही ठ्याक्कै यही हुनु पर्यो है यो मिल्यो यो एकचोटि ट्राई गरौँ है त फेरि ल गीत बजाउँ त ओहो साथीहरू ल तपाईँको डान्स एकदमै पर्फेक्ट भयो अब काभ्रेले सम्झिमा भर्ती हुन लाग्यो डान्स मात्रै होइन ड्रेस पनि चाहियो त्यो ड्रेस चाहिँ तपाईँलाई कहाँ पाइन्छ भने यहाँ पाइन्छ ट्रेन डिसमा दाजु हामी त काभ्रेले सम्धि जस्तो धेरै धनी छैनौँ ए तेरिका भाइ